बाबुज्यू सुकुम्बासीको त एकदमै रुवादासी नै भयो। ग्यास बासमा पनि उनीहरूलाई एकदम समस्या भइरहेको छ। मैले बुझेको छु, म बुझेको छु, यसमा एकदमै गम्भीर छु, धेरै नै गम्भीर छु है, यो विषयमा म धेरै गम्भीर छु। कर्णालीका पनि सुकुम्बासीको समस्या लिएर जब पत्रकारले रवि लामिछानेलाई प्रश्न गर्यो, उहाँले अस्पष्ट भन्नुभएको छ कि हामी यो विषयमा एकदमै गम्भीर छु र यो गम्भीरतापूर्वक हेर्दैछु भनेर। हाम्रो पनि चाहना यही हो कि सुकुम्बासीसँग कुनै पनि किसिमका गद्दारी धोकेबाजी कार्य राष्ट्रिय स्वतन्त्र पार्टीले वा बालेन्द्र सरकारले नगरोस्। जबसम्म सुकुम्बासीलाई राम्रोसँग व्यवस्था गरिन्न तबसम्म उहाँहरूले बिचली पारेर छोड्नु हुँदैन। अहिले कति सुकुम्बासीको अवस्था कस्तो छ, खाना पाएको छैन, बस्ने ठाउँ छैन, यो सबै समस्यालाई राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन्द्र सरकारले राम्रोसँग व्यवस्था गर्नुपर्छ। यद्यपि हामी छोड्नेवाला छैनौँ। यो सरकारको हामी चर्को विरोध गर्छौँ जबसम्म राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन्द्र सरकारले सुकुम्बासीलाई राम्रोसँग घरबारको व्यवस्था वा बस्ने ठाउँ वा जग्गाको उपलब्ध गराउँदैन।